ट्रान्सलेट डकमा हामीले सिंगल पेज पीडीएफ, एउटा मात्र पेज भएको पीडीएफ वा मल्टी-पेज पीडीएफ, मल्टिपल पेज भएको पीडीएफ दुवै किसिमका डकुमेन्टहरू ट्रान्सलेट गर्न सकिन्छ, जसको लागि फरक युजर फ्लो रहेको छ। सिंगल पेज पीडीएफ ट्रान्सलेट गर्नका लागि हामीले माथि टप न्याभबारमा रहेको सिंगल बटनमा क्लिक गरी सिंगल पेज डकुमेन्ट ट्रान्सलेटर पेजमा जानुपर्ने हुन्छ, जहाँ हामीले लेफ्ट साइडमा फाइल अपलोड गर्ने ठाउँ र राइट साइडमा अलरेडी ट्रान्सलेटेड डकुमेन्टहरू देख्न सक्छौं। सिंगल पेज डकुमेन्ट ट्रान्सलेसनको लागि लेफ्ट साइडमा रहेको अपलोड सेक्सनमा गई सुरुमा ड्रप डाउनबाट डकुमेन्ट टाइप चुज गर्नुपर्ने हुन्छ। आफूलाई चाहिएको डकुमेन्ट टाइप सिलेक्ट गरिसकेपछि तल क्लिक गरेर ट्रान्सलेट गर्ने फाइल चुज गरी अपलोड गर्न सकिन्छ या सिधै ड्रप गरी पनि अपलोड गर्न सकिन्छ। फाइल अपलोड गरिसकेपछि तलको ट्रान्सलेट बटन एक्टिभ हुन्छ, जसमा क्लिक गरिसकेपछि हामीले अपलोड गरेको फाइलको ट्रान्सलेसन प्रोसेस सुरु हुन्छ। नोट: हामीले माथि सेलेक्ट गरेको डकुमेन्ट टाइप र अपलोड गरेको फाइलको डकुमेन्ट टाइप एक्ज्याक्टली म्याच गर्नुपर्ने हुन्छ, नत्र हाम्रो ट्रान्सलेसन कम्प्लिट हुँदैन अथवा एरर आउने हुन सक्छ। डकुमेन्ट ट्रान्सलेसन कम्प्लिट भएपछि हामी डकुमेन्ट एडिट सेक्सनमा पुग्छौं, जहाँ हामीले ट्रान्सलेटेड डकुमेन्ट रिभ्यू तथा क्लिक गरी एडिट गर्न सकिन्छ। यो रिफ्रेश बटन क्लिक गरी हामीले कुनै सेक्सनलाई एआई मार्फत रिजेनेरेट गर्न पनि सक्छौं भने यो डिलिट बटन क्लिक गरी त्यो पूरा सेक्सनलाई डिलिट पनि गर्न सकिन्छ। यदि हामीलाई कुनै प्याराग्राफ एड गर्नुपर्ने छ भने यो हरियो एड प्याराग्राफ बटन क्लिक गरी प्याराग्राफ एड गर्न पनि सकिन्छ। यसरी हामीले डकुमेन्ट फाइनल भएपछि तलको जेनेरेट पीडीएफ बटनमा क्लिक गरी ट्रान्सलेटेड पीडीएफ डकुमेन्ट जेनेरेट गर्न सकिन्छ, जुन अर्को ट्याबमा जेनेरेट हुन्छ र हामीले त्यहाँबाट डाउनलोड गर्न सकिन्छ। अघिको पेजमा रिफ्रेश गर्दा भर्खर हामीले ट्रान्सलेट गरेको पेज हामीले यो राइट साइडको लिस्टमा देख्न सकिन्छ, जसलाई क्लिक गरी हामीले फेरि एडिट र पीडीएफ जेनेरेट गर्न सक्छौं भने सिधै जेनेरेट अथवा डिलिट पनि गर्न सकिन्छ। मल्टी-पेज पीडीएफ ट्रान्सलेट गर्नका लागि हामीले माथि टप न्याभबारमा रहेको मल्टिपल बटनमा क्लिक गरी मल्टिपल पेज डकुमेन्ट ट्रान्सलेटर पेजमा जानुपर्ने हुन्छ, जहाँ हामीले सिंगलमा जस्तै लेफ्ट साइडमा फाइल अपलोड गर्ने ठाउँ र राइट साइडमा अलरेडी ट्रान्सलेटेड डकुमेन्टहरूको फोल्डर देख्न सक्छौं। फाइल अपलोड गरिसकेपछि तलको ट्रान्सलेट बटन एक्टिभ हुन्छ, जसमा क्लिक गरिसकेपछि हामीले अपलोड गरेको फाइलको ट्रान्सलेसन प्रोसेस सुरु हुन्छ। मल्टिपेज डकुमेन्ट ट्रान्सलेसन स्टार्ट भएपछि हामीले राइट साइडको फोल्डरको लिस्टमा भर्खर अपलोड गरेको डकुमेन्टको फोल्डर देख्न सकिन्छ, जसमा फोल्डरको तल फोल्डरको नाम र कतिवटा पेज प्रोसेस भयो इन्फर्मेसन देख्न सकिन्छ। सबै पेजेसहरू ट्रान्सलेट भइसकेपछि हामीले फोल्डर खोलेर प्रत्येक पेजहरू क्लिक गरी ओपन गरेर सिंगल पेजमा जस्तै गरी एडिट तथा पीडीएफ जेनेरेट गर्न सक्छौं। प्रत्येक पेज एडिट गरी जेनेरेट गरिसकेपछि पीडीएफ रिभ्यू गरी सेभ तथा डाउनलोड गर्न सकिन्छ। हामी फोल्डरभित्र गइसकेपछि प्रत्येक ट्रान्सलेटेड पेजलाई जतिचोटि पनि जेनेरेट अथवा डिलिट पनि गर्न सकिन्छ। माथि रहेको डिलिट बटनमा क्लिक गर्दा भने हाम्रो यो करेन्ट फोल्डर नै डिलिट हुन्छ।